हेलो गाइज, फेरि फास्टको ब्लगमा सबैलाई स्वागत छ। यहाँ सुन्नु हेर्नुहुन्छ, देख्न सक्नुहुन्छ। अहिले हामी चाहिँ बासे चौरीमा छौँ गाइज। अब पाहाडबाट जस पुरानो साथीहरू आएको छ, पुरानो पहिलाको साथीहरू। साथीहरूलाई अन्त कहाँ घुमाउने भन्दाखेरि चाहिँ अब अन्त पनि अलिअलि त घुम्यो, प्लस अब हाम्रो बासे चौरी त छुट्याउने कुरा भएन नि त। सेको खान त आउनु पऱ्यो बासे चौरी त। अनि त्यही भएर आज चाहिँ हामी चाहिँ बासे चौरीमा आएको छौँ। अब साथीहरूलाई अहिले बेलुकातिर साथीहरू फर्किने भन्दैछ। होइन फर्किनु त साथीहरू अस्तिदेखि नै फर्किने भन्दैछ, तर अब फास्टले राखेको थियो भनौँ न। अब जो साथीहरूलाई बस घुम्नुपर्छ भनेर एक दिन बस्यो। अनि आज चाहिँ बेलुकातिर घर जाने भन्दैछ। अनि आज केटाहरूलाई चाहिँ बासे चौरी घुमाइदिउँ न त भनेर चाहिँ हामी दाजुभाइ मिलेर त बासे चौरी घुम्न आएको छौँ गाइस। तपाईँहरू पनि फ्री हुँदाखेरि यसो अलिक चिल ठाउँमा आउनु चाहनुहुन्छ भने चाहिँ म चाहिँ सजेस्ट चाहिँ बासे चौरी दिन्छु है गाइस। बासे चौरीमा एउटा शीतल ठाउँ छ, रमाइलो ठाउँ छ, सेकुवाहरू पाउँछ सबै होइन। यहाँनिर बाइकहरू चाहिँ हाम्रो अगाडि छ, केटाहरू भित्र बसिरहेछ। परतिर यसो पिकनिकहरू पनि खानु मिल्छ, छ राम्रै ठाउँ छ। सेकुवा भन्दैछ गाइस, सेकुवा फास्टको लागि हो नि, रेडी छ। सेकुवा हुँदैछ रेडी गाइस। अब केटाहरू चाहिँ भित्र बसेको छ, ठाउँहरू बस्ने ठाउँहरू छ। पछाडि दाइहरू पनि बस्नु भएको रहेछ। अब यता चाहिँ हाम्रो केटाहरू चाहिँ यता छ है। ओ गाइज के चाल खबर कहाँ? हेलो गाइज, अब चाहिँ हामीबाट यहाँबाट पनि हामी अब रमाइलो गरिसक्यौँ। अब चाहिँ यहाँबाट हामी पनि निक्लिनु पर्ने हुन्छ। सो अब चाहिँ केटाहरूलाई छोडिदिने, दाइहरू बाहिर निक्लिसक्नु भयो। अब हामी पनि निक्लिन्छौँ, हामी पनि रेडी भइसकेको हो। अब हामी पनि बाहिर निक्लिन्छौँ। साथी यी बुफर यो लिएर आऊ ल हामी बाहिर हुन्छौँ। अब गाइस हामी पनि यहाँबाट निक्लिनु पर्ने हुन्छ। अब हामी पनि उता लोकल रामतिर यसो केटाहरूसँग भेटघाटको लागि जानुपर्ने छ। लोकल रामतिर अब बोलाइरहेको छ केटाहरूले। अब चाहिँ हामी पनि यहाँबाट निक्लिने बेला भयो। केटाहरू भित्रै छ, दाइहरू भित्रै छ। अहिले त कहाँ हरियाली भएको छ यहाँ पनि। सो गाइस अब हामी पनि यहाँबाट अब निक्लिनु पर्ने हुन्छ। हामी पनि अलिक हतार छ, हामी पनि इटै जानुपर्ने छ। यसो केटाहरूको यसो मिटअप हुन आँटेको छ अरे उतातिर चाहिँ। यसो हामी चाहिँ फिलहाल हामी चाहिँ अहिले जानु आँटेको छौँ। हेलो गाइस, अब चाहिँ हामी होइन कतिपल्ट साथीहरूलाई छोडेर पनि त्यो हाम्रो पुरानो साथीहरूलाई छोडेर पनि आइसक्यौँ। अब यसो फेरि लोकल लाइनमा साइबरको लागि चाहिँ हामी इटर जानुपर्ने हुन्छ। केटाहरू सबजना गइसक्यो, हामी दुईजना चाहिँ रेडी हुँदैछौँ। अब यहाँबाट सुहान र म जानेछौँ। सो गाइस अहिले चाहिँ हामी अमृत साथीको घरमा छौँ। बाइकहरू त्यहाँ छ, सुहान पनि यहाँ छ, रेडी हुँदैछ दुईजना केटाहरू। हामी दुईजना जान आँटेको छौँ, हतार पनि भइसक्यो। सो गाइस अब हामी चाहिँ यहाँबाट निक्लिनु पर्ने हुन्छ। सो बाटोमा के कस्तो हुन्छ, के कस्तो हुन्छ, सो वाचिङ दिस भिडियो। अहिले चाहिँ हामी यहाँ मङ्गलबार डाँडा आएको छौँ गाइस। अब चाहिँ हामी यहाँबाट दियोस्, अब यहाँबाट चाहिँ हामी सिधै अब हाइवे निक्लिन्छौँ। स्लो यता मान्छे हुँदैन, अगाडि मान्छेले ल्याम्बाट गाडी आएर हेलो यसरी बाटो काट्नु भएन नि त मान्छेहरूको। रमाइलो भइरहेछ गाइस। सुहान र म दुईजना स्लो पनि कति बाटो प्याक रहेछ फेरि। त्यहाँनिर एम्बुलेन्स पनि पछाडि रहेछ नि त। मलाई त थाहा नै थिएन, पछाडि त एम्बुलेन्स पो आइरहेको रहेछ। एम्बुलेन्स पो आइरहेको रहेछ पछाडि, थाहा नै थिएन मलाई यार। रमाइलो भइरहेको छ गाइस। त्यहाँबाट 25 हो, यता सिङ्गल हो। यहाँबाट हामी चाहिँ जाने हुन्छ। बाटो त लास्ट रफ छ गाइस, बाटो चाहिँ लास्ट अप्ठ्यारो छ गाह्रो, बाटो चाहिँ रफ छ गाइस। हेरौँ कस्तो हुन्छ, के हुन्छ, कस्तो हुन्छ। राइडर हो नि त हाम्रो दामी लागिरहेको छ नि फेरि होइन फास्टर न्यानेसलाई डब्दिन्छु मुजी यो बाइकले, न्यानेसलाई डब्दिन्छु मुजी यो बाइकले। धुलो छ भन्ने आमा बाटो
बाटो बिगारेको छ नि गाई त्यो बाइकमा हिँड्दा लास्ट गाह्रो हुँदैछ गाई यो बाटोमा चाहिँ सकेसम्म गाडीमा हिँडेको बेटर है बाइकमा त पुर्दिन्छ धुलो देख्नु भएको कस्तो धुलो छ धुलो गाई हेर्नु धुलो आम्मामा गाडीहरू हुँदा त झन् गाडीहरू त्यस्तै छ धुलो त्यस्तै छ अन्त खास चाहिँ जुगारमा छ क्या सेपमा छ र माथि आएर क्या हेलो गाइज यहाँबाट जब यता लेटाङ जाने बाटो हो यहाँबाट यता माथिबाट चाहिँ यताबाट सिधै गयो भने चाहिँ लेटाङ पुग्छ गाइज यताबाट गयो भने चाहिँ सिधै लेटाङ हो गाइज लेटाङ अब यताबाट अगाडि साङ पुलहरू छ कानेपोखरी यता भइहाल्यो यो एरिया कानेपोखरी हो त्यो आमामा धुलो जान्नु छैन गाइज हेर्नु न भ्लग हाने त मैले दिएको छैन यस्तो धुलो छ आमामा त गाडी हालेर हेलो गाइज अहिले चाहिँ हामी लक्ष्मीहार गइसक्यौँ अब कहाँलाई भर्खर कल गरेको अब उता उहाँनिर खोइ के पो भन्दै थियो जस रेस्टुरेन्टको नाम थाहा भएन सो अब हामी इटेरीमा गएर सोधपुछ गर्छौँ अनि हामी जानेछौँ सो कस्तो हुन्छ गाइज हेर्नु पऱ्यो आज रमाइलो हुन्छ केटाहरू पनि छ गाडीले सुन जान्छ क्लब गेट चोकैमा छ अरे हामीलाई चाहिँ कता थाहा छैन हामी क्लब गेटमा जानुपर्ने हुन्छ होइन तर गाइज हामीलाई थाहा छैन हामी हेर्दै जाँदैछौँ चोकैमा छ अरे अगाडि सो के कस्तो छ केटाहरू छ छैन अगाडि चाहिँ केटाहरू टन्डे जस्तो लाग्छ सो गाइज यो अगाडिको चाहिँ इटेरी चोक हो इटेरी चोक हामी यहाँबाट घुमेर जाँदैछौँ अगाडि छ अरे क्लब के चाहिँ मान्छेहरू जस भिड छ इटेरी चोक पनि भिड छ बट जाम भइरहेको छ यहाँनिर कुराहरू कता छ भन्ने कुरा हो केटाहरू पनि अगाडि होला क्लब के कता हो ए यहाँनिर जाऊ माथि छ कुराहरू चाहिँ ओइ आयो भनिदेऊ नि त पारा देखाइदेऊ कहाँबाट आउने यताबाट गाइज अब हामी चाहिँ माथि जाँदैछौँ कुराहरू माथि आइसकेको छ होइन के कस्तो हुन्छ गाइज अब हेर्दै जानुहुन्छ अगाडि चोक छ यहाँनिर चोक हो हामी चाहिँ यतातिर छौँ ओहो के छ साथी हालखबर नलगुड है मास्टर आइसक्यो है आज लोकल राइम्सको साइफर भइरहेछ सबजना होइन केटाहरू सब है यो सबजना केटाहरू रेडी भइरहेछ नि होइन केटाहरू सब रेडीमा छ रेडीमा आउँदैछ ठिक छ खोइ सुहान तल आउँदैछ पार्किङ कता छ ऊ सुहान तल आउँदैछ हामी चाहिँ अहिले क्लब केटीतिर सिक्दैछौँ है गाइस के कस्तो छ थाहा छैन बुद्ध सबजना रेडी हुँदैछ यहाँभित्र लागेको छ हाम्रो डिए म्याम हेलो म्याम भ्लगमा स्वागत छ तपाईँलाई भाउजू My bitch is gay! Plaga Plaga? सबजना रेडी हुँदैछ प्लागा बेबी रेडी छ रेडी हुँदैछ यस पनि जस काम हुँदैछ हाम्रो पनि अब बिस्तारै सो हामी चाहिँ सुरुमै सो हान्ने कुरा छ प्लागा र मात्रै फर्किहाल्नु भने सो हामी चाहिँ सबजना रेडी हुनुहुन्छ गाडीहरू हुनुहुन्छ सबजना सब मान्छे धेरै रिने छ यो सब हाम्रो पनि सो सुरुमै गरेर हामी पनि टाढो छौँ नि त सो हामी निक्लिहाल्नु पर्ने भनेको यस हुँदैछ चलवल बिस्तारै अलिअलि अलिअलि हुँदैछ सबजना चिनमा बसिरहेको छ केटाहरू सबजना गफ गर्दै यो हस्मा पनि फास्ट फुड भ्लगमा स्वागत छ है सब्सक्राइब त परिहाल्यो नि सब्सक्राइब गर्नु परिहाल्यो नि केटाहरू त यहाँनिर And the soil is crystal, come to put the design. Get a hurry, bad, but something like a boy like Kuta, look at this, yes, I'm not the Islam, but a dairy Islam, don't give what the dislike, or a
मेरा अब पुरै फर्काइदिन्छु दुईटा छैन हिसाब कति के त दिनमा छ भन्दै भन्दै दिनमा म थोडा बिग्र दिनमा त तर घरमा कतिको सर्भाइभ स्नेकको बिचमा कतिको सोच्छ कतिको अतिले बिउला खिच्छ बिना बुझ्छ बिचमा मुख पाउन समेटिको थुम्पानमा सक्दै सकितमा पेपर उठ्छ बात मचको पानले गर्छ म चिरपाल बिचमा हुँदैन चित्छ अरूको चितमा नगर्दा ईर्ष्या सिगरे डरीदेखि राजधानी सक्ने मलाई चिन्छ नि खपिसके मैले भिर जति मेरो शब्दको वार अब रामको तीर सरी बोलाएको छैन मैले झुट पनि मेरो केटाहरू सबैजना कुर्छ नि तर चाहिँदैन मेरो आँखा तर यहाँ कुर्छ नि चिरपटले हेर्छ तरै सुत्छ नि भोकाइको बाटोमा आइमा सुन्नु छ नि लिनु पर्यो ज्यान मैले बच तेरो खुन जति नेपालको भगवान लु आइज मलाई पुस्न नि गाड मलाई अगरबत्ती चढाइ मलाई फुलपाती साथ तपाईँ मलाई मेरो देउता ढकियो पागीबडी प्लिज सबैजनाले मेक सम नोइज अलराइट सो हाम्रो एकदमै प्यारो दाइ हाम्रो विमल दाइको लागि पनि एकचोटि प्लिज सबैजनाले अलराइट सो हाम्रो जति पनि ऱ्यापर्सहरू हुनुहुन्छ डिफ्रेन्ट सिटिजबाट आउनु भएको छ एकचोटि तपाईँहरू सबैजना आफ्नै लागि हल्ला गरिदिनु पर्यो प्लिज मेक सम अलराइट र लास्टमा हाम्रो टिचर वेजीको लागि पनि प्लिज एकचोटि सबैजनाले हल्ला गरिदिनु पर्यो ओके सो हामी रेडी छौँ होइन त सबैजना ओके सो on my count 3, 2, 1 let the cypher begin हेलो गाइस अब चाहिँ हामी साइपर सकाएर केटाहरूलाई घर छोडिदिएर हामी चाहिँ अब रुम आइसक्यौँ सो आज चाहिँ अब रात पनि परिसक्यो साँझ भइसक्यो आज रात परिसक्यो सो आज चाहिँ आजको भ्लग चाहिँ यतिमै टुङ्गाउन चाहन्छु सो गाइस भोलि के हुन्छ पर्सि के हुन्छ वाचिङ दिस भिडियो